This is the classic Toyota car. Welcome back to my new vlog, minasan. आज पनि फेरि हामी काम खोज्दै हिँडिरहेका छौँ। आज चाहिँ हामी गएकोमा हाम्रो कुरा राखेका थियौँ हरेक होस्टेलको हरेक रुममा कमसेकम एकजनाले काम पाएका छन्। हामी चाहिँ दुईजना रुममेटहरू बेरोजगार छौँ, केही गरिदिनु पर्यो भनेर कुरा राखेका थियौँ। त्यही भएर भनिदिनु भयो छेउछाउमा यहाँनिर नेपाली रेस्टुरेन्टहरू टन्नै छन्, गएर एकचोटि कुरा गर भनेर भन्नुभयो। अनि हामी अहिले दुईवटा एउटा खै कुमारी के भन्नेमा गएको थियौँ, त्यहाँनिर सिधै छैन भनौँ। त्यसपछि अर्कोमा गयौँ, त्यसको नाम चाहिँ थियो के थियो भन्दाखेरि नमस्ते हिमाल भन्ने थियो। त्यहाँनिर चाहिँ मैले जाउँ भने साथी चाहिँ लजाइरहेको थियो। मैले यसो अलिअलि कुरा लगाइदिएँ। साथी नेपालमा खानासाना बनाउँथ्यो, सबै खाना आउँछ, नेपाली चाइनिज इन्डियन सबै खालको खाना आउँछ। त्यही भएर यसो बुझिदिनु पऱ्यो हाम्रो पीडा भनेको। अनि नम्बर लियो, नम्बर दियो पनि। त्यो भएर अलिकति आश छ, के गरौँ, आश गर्नु भरोसा नगर्नु भन्छन्, त्यस्तै हो। यहाँ चाहिँ आएको थियौँ होइन हामी, सिधै किनाइ मतलब कि छँदै छैन। मैले भने यसो तपाईँको चिन्जानमा कोही छ, कुनै होटेल छ भने त्यहाँनिर कुरा गरिदिनुहोस् भने त्यही मेरो चिन्जानमा त छँदै छैन। नेपाली पिपल डोन्ट सपोर्ट नेपाली पिपल, देन हु सपोर्ट नेपाली पिपल? minasan प्लिज सेयर गर यार यो कुरालाई। के गरे जस्तो भाडा भन्न दिने हुन्थ्यो कि। दिस इज द क्लासिक टोयोटा कार। हामी यहाँबाट निस्किसकेका छौँ। कामै नपाइने भएपछि के खाना बसिराख्नु। अब जाँदैछौँ हामी सिधै वासेदा स्टेसन, त्यहाँबाट हामी घरतिर लाग्छौँ। यहाँनिर माथि स्पोर्ट्स मतलब बेस्ट ग्राउन्ड रहेछ। के ग्राउन्ड? फुटबल ग्राउन्ड मेबी, अराउन्ड के को ग्राउन्ड हो, बट ग्राउन्ड चाहिँ टेनिस होला हो। यसो आवाज सुन्दा त टेनिस जस्तो लाग्यो। फुटबल भएको भए ब्याङ बुङ आवाज आउँथ्यो। यहाँ दाइगाको नि नजिकै रहेछ वासेदा, दाइगाको युनिभर्सिटी वासेदाको। अब हामी पनि कहिले युनिभर्सिटी पुग्नु। यहाँनिर एउटै गाह्रो कुरा हो, नेपालीले नेपालीको खुट्टा तान्ने। पहिला के अरे एकचोटि विष्णुजी र के भन्छ हाम्रो नारद मुनिको गफ चलेछ। अनि एउटा ठुलो वाल थियो अरे बिचमा, एकपट्टि चाहिँ पृथ्वीको मान्छेहरू र अर्कोपट्टि स्वर्ग थियो अरे है। अनि सबैजनालाई चाहिँ सबै देशको मान्छेहरूलाई चाहिँ डोरीले बाँधिराखेको थियो अरे, नेपालीहरूलाई चाहिँ त्यत्तिकै खुल्ला छोडिदिरहेको थियो अरे कि। त्यो देखेर नारद मुनिले के भनेछ भनेदेखि, हे प्रभु, तपाईँले संसारको हरेक मान्छेहरूलाई बाँध्नुभएको छ यसरी डोरीले, तर नेपालीहरूलाई चाहिँ किन छोडिदिनु भएको छ भनेर भनेछ। अनि विष्णुजीले मुस्कुराउँदै भनेछन्, नेपालीहरू यस्ता छन् कि तिनीहरूलाई खुल्लै छोडिदियो भने एउटा त्यो वाल नागेर स्वर्गतिर जान खोज्यो भने अर्कोले खुट्टा तानेर झारिदिइहाल्छ। त्यही भएर यिनीहरूलाई बाँध्नै पर्दैन भनेर भनेछ अरे कि। त्यही भइरहेछ अहिले एक्ज्याक्टली त्यही। दिस मेन्सन ड्याम यो नि यहाँ रहेछ, हामीलाई थाहा नै थिएन। त्यहाँनिर चाहिँ यस्तो हरेक ठाउँमा यसरी म्याप राखिदिएको हुन्छ ताकि मान्छेहरू नहराओस् भनेर। यो चाहिँ हाम्रो क्युट छोटा सा नन्ना सा मुन्ना सा घर। ल है त हामी हाम्रो स्टेसन जहाँबाट हामी घरतिर लाग्छौँ त्यहाँ आइपुगिसकेका छौँ। यहाँनिर रेड सिग्नल भएको कारणले एकछिन वेट गर्दैछौँ। अब ग्रिन सिग्नल भएपछि पारि जान्छौँ, अनि ट्रेनमा चढ्छौँ, अनि सरर ल है त लाग्यो अब घरतिर। यहाँनिर यसरी लाइनमा बस्नु पर्ने हुन्छ। यसरी लाइनमा बस्यो भने मात्रै पालो आउँछ। जस्तो पाइ त्यस्तै गरेर यहाँ सरपष्ट बस्यो भने पालो आउँदैन। त्यो भित्रको मान्छे हेर्नु पनि सबैले त्यो पहिला यतापट्टिबाट बसेर चलाउँदै थियो, अब उता फर्किने अनि चलाउन थाल्ने, त्यस्तै छ। दुवैतिरबाट चल्छ क्या यो ट्रेन, दामी हो। अब ऐनाजीको आवाज चाहन्छ।
ट्रेनबाट उक्लिसकेका छौँ अहिले चाहिँ हामी यहाँ ब्रेड किन्न आइरहेको छौँ एकदम भोक लागिरहेको छ रुममा गएपछि केही पकाउनु मन लाग्दैन त्यो ब्रेड किन्ने जाम लाउने अथवा ससेस लाउने खाने तिम्रो लागि फुल किन्छु है मनभरि लिइदिनु होला ए दिस इज फर माई गर्लफ्रेन्ड ओन्ली है अब ब्रेड नि किन्यो सबै कुरा भयो आजको लागि यति नै है त थ्याङ्क यू फर वाचिङ एभ्रीबडी सोमी योर लभ जति सक्नुहुन्छ त्यति सेयर गर्नु होला कमेन्ट गर्नु होला सब्सक्राइब गर्नु होला म साथी सब्सक्राइब गरेको छैन भने गरिहाल्नु है सबैजनालाई ओके बाई